हेलो प्रणाम जी सबैजनालाई। आज म चाहिँ प्रणामी आयुर्वेदिक साबुन कसरी बन्छ भनेर हजुरहरूलाई देखाउन जाँदैछु। यो भाँडामा मैले साबुन बनाउनको लागि सोप बेस राखेको छु। अनि त्यसपछि साबुनका लागि के जडीबुटीहरू प्रयोग गरिन्छ त? सबैभन्दा पहिला सुन्तलाको बोक्राको धुलो, निमको धुलो, अपराजिताको फुलको धुलो, मुल्तानी मिट्टी, बिटरुट, कफी अनि फिटकेरी पाउडर, यो सबलाई हामी यो साबुनमा राख्नेछौँ। हजुरहरूले यसलाई हेर्नुहोला। सबै चिजको एउटा लिमिटेड मात्रा हुन्छ। यो मात्राहरूलाई हामीले मिलाएर राख्नुपर्ने हुन्छ। र अर्को भाँडोमा चाहिँ मसुरको दालको पिठो, चनाको पिठो र चामलको पिठो र साथमा भिटामिन ईलाई पनि राख्ने गरिन्छ। यो सबै चिजको एउटा मेजरमेन्ट मात्र हुन्छ। अब हामी सो बेसलाई पगाल्नको लागि राख्न जाँदैछौँ। अब यो सो बेसलाई राम्ररी पगाल्नु पर्छ। अब त्यतिन्जेल सो बेस पग्लिँदै गर्छ। हामी यो सबै पाउडरहरूलाई चाहिँ एउटा भाँडोमा मिक्स गरेर राख्नेछौँ। हजुरहरूले देख्न सक्नुहुँदैछ। म एउटा हातले मोबाइल समाउँदैछु, अर्को हातले राख्दैछु। त्यही भएर अप्ठ्यारो भएर मैले भिडियोलाई काट्दै बनाउँदैछु या पोखिँदैछ। मोबाइल पनि आफै समाउँदैछु, भिडियो पनि आफै बनाउँदैछु। त्यही भएर अब भिटामिन ईलाई चाहिँ हामी लास्टमा साबुन अलि सेलाइसै राख्नेछौँ। मुल्तानी मिट्टी पनि हामीले यो खालको राखेका छौँ। अब अर्को तर्फ चाहिँ हाम्रो सोप बेस पग्लिसकेको छ। अब यो पुरै राम्ररी मेल्ट भइसकेपछि मात्र यसमा हामीले जडीबुटी राख्नेछौँ। सोप बेस पग्लिसकेको छ। अब यसमा हामीले अघिको सबै जडीबुटीहरूको धुलोलाई चाहिँ यसमा राख्नेछौँ। यो कटौरामा भएको पेस्टलाई हामी यसमा राख्नेछौँ। र यसको पनि एउटा लिमिटेड मात्रा हुन्छ, त्यसको मेजरमेन्ट अनुसार राख्नुपर्ने हुन्छ। अब यसमा भिटामिन ई क्याप्सुल म एउटा हातले भिडियो समाउँदैछु, त्यही भएर यहाँ राखेको देखाउन मिलेको छैन। तर मैले एलोभेरा जेल भिटामिन ई राखेको छु। र त्यसपछि भिटामिन सी सिरम पनि हामीले यसमा केही ड्रपहरू राख्नेछौँ। अनि यसरी सोप बेसमा यो पाउडरहरूलाई मजाले घोल्नु पर्छ। अनि यो मजाले पेस्ट बनिसकेपछि मात्र हामी यसलाई सोप फर्ममा राखेर जमाउनेछौँ। हजुरहरूले देख्न सक्नुहुनेछ यसरी हाम्रो प्रणामी आयुर्वेदिक साबुन तयार हुनेछ। यसमा कुनै पनि हामीले केमिकल एड गरेको छैनौँ। हजुरहरूले देख्न सक्नुहुनेछ। हजुरहरूले सुरुदेखि नै यो भिडियोलाई हेर्नुभयो होला। मैले यसमा फिज बढी आउनको लागि, साबुन हार्ड बनाउनको लागि कुनै पनि केमिकल कास्टिक सोडाको प्रयोग गरेको छैन। यो नेचुरल नै सोप बेस र जडीबुटीमा जति साबुनको यसको क्वालिटी आउँछ त्यति नै रहेको छ। धेरै फिज आउने हार्ड साबुनहरू हाम्रो शरीरको लागि फाइदा गर्छ भन्ने छैन। यी केमिकल कास्टिक सोडा केमिकलहरू हाम्रो स्किनको लागि हानिकारक पनि हुनसक्छ। यसरी अब साबुन तयार भइसकेको छ। यदि हजुरहरूलाई हाम्रो साबुन लिन मन छ, प्रयोग गर्न मन छ भने डिएममा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। नेपालभरि अनलाइनको पनि व्यवस्था गरिएको छ। प्रेम प्रणाम जी।